नमस्ते साथीहरू, म अहिले बहलिनमा छु। लगभग मलाई बलिन आएको लगभग 1 महिना भइसक्यो। अब तपाईँहरू थाहै होला, बलिनमा 2 वर्षको भिसा लाग्छ। भर्खर मलाई यहाँ बलिन आएको 1 महिना भयो। अब ड्युटी मात्रै गरेर हुँदैन, एक्स्ट्रा नलेज चाहिन्छ। यसैले सोचेको मैले एक्स्ट्रा नलेजमा डिजिटल मार्केट सिकौँ। त्यसैले म डिजिटल मार्केट आजदेखि सुरु गर्छु। अब लास्टमा अप्सन आयो, कसलाई एक्सप्लेन गरौँ। जबसम्म एक्सप्लेन गर्दिनँ भने आफूलाई कसरी थाहा हुन्छ म कति बुझेको छु, म कति आजसम्म म कति सिक्यो, कति नसिकेन। यसैले म जे सिक्छु वा कुराहरू म भिडियोमा सेयर गर्छु। सेयर गरेको भिडियो फेरि म लास्टमा आफ्टर 1 विक पछि म हेर्छु म फर्स्ट भिडियोमा के सिक्यो, सेकेन्ड भिडियोमा के सिक्यो। किनभने नोट गर्ने त टाइम भ्याउँदैन, भिडियो रेकर्ड गर्ने टाइम भ्याउँछ। यसैले भिडियो रेकर्ड गरेर आफ्नो म डेली रुटिनमा म के सिक्यो भनेर रेकर्ड गर्छु। डिजिटल मार्केट सिक्ने लागि कम्प्युटर ल्यापटप चाहिन्छ, एडभान्स लेभल सिक्ने लागि। तर न पैसा भए त मान्छेहरू नेपालदेखि बलिनमा अन्य देशहरू कमाउने निस्किन्छन्। यसैले मसँग अहिले कम्प्युटर ल्यापटप छैन। अप्सनमा एउटा मोबाइल मात्रै छ। म यही मोबाइलबाट सुरु गर्छु। आई थिङ्क इन्क्रिज भयो भने मेरो नलेज सम्भव भयो भने पैसा आयो भने ल्यापटप किनौला, नभए भने के गर्ने, मोबाइलले काम चलाउँछु। ल अब जे आज म डिजिटल मार्केट सिक्यो त्यही म सबै कुरा यो भिडियोमा म रेकर्ड गरेर राख्छु। सबैभन्दा म सुरुमा बुझेँ, म इन्ट्रोडक्सन डिजिटल मार्केट भन्छ। सबैभन्दा म सुरुमा बुझ्यो डिजिटल मार्केट भने के हो भन्नाले डिजिटल मार्केट भन्नाले डिजिटल भनेको अनलाइन भइहाल्यो। डिजिटल दुनियाँ आजकल हो, यसलाई डिजिटल भनेपछि बुझिहाल्नु। मार्केटिङ भनेको मार्केट बेच्नेको लागि मार्केटिङ भनिन्छ। यसरी सिम्पल भाषामा बुझेछु भने डिजिटल मार्केट भनेको मार्केटिङ हो, सेलिङ हो। खास गरी मार्केटिङको लागि खास हुन्छ, सामान बेच्नको लागि सेलिङ भइहाल्यो, मार्केटिङ भइहाल्यो, ब्रान्डिङ भइहाल्यो। अझै हामीहरू त आजकल अनलाइन हुन्छ, अफलाइन हुन्छ। पहिला अफलाइन हुन्थ्यो। अफलाइन हुँदाखेरि न्युज पेपरमा आउँथ्यो, फल्ना कुन यो ठाउँमा यस्तो पसल छ, यो सामानहरू पाउँछ। त्यसपछि पनि अफलाइनमै रेडियोमा आउँथ्यो, यस्तो ठाउँमा यो छ, यस्तो प्रकारको दोकानहरू छ, यस्तो प्रकारको सामान पाउँछ, यस्तो प्रकारमा यति दाममा सामान पाउँछ। त्यसपछि ठाउँमा पोस्टर पनि हुन्थ्यो, यसको भित्तामा उसको भित्तामा टाँसेको पोस्टरहरू। त्यसपछि अनलाइन भइसक्यो। अनलाइनमा अहिले आजकल अलि अफलाइन भनेपछि सस्तो पर्थ्यो, अनलाइन भनेपछि महँगो पर्छ। यसैले अहिले पनि को युगमा धेरै जस्तो मानिसहरू अफलाइनै बिजनेस गर्छ। जस्तै पोस्टर छपाउने, यहाँ यसको भित्तामा उसको भित्तामा, यो बिजुलीको पुलमा वो बिजुलीको पुलमा टाँसिदिने, ठुल्ठुलो ब्यानर बनाउने, ब्यानरहरू ठुलो धेरै आउन जाउन मान्छेहरूको गर्ने ठाउँमा राखिदिने। जस्तै बजार, मार्केट, ठुल्ठुलो सिटीहरूकोमा धेरै जस्तो स्कुलको गेटका अगाडि यो अपोजिट साइडमा पनि हुन्छ पोस्टर ठुल्ठुलो। स्टडी टु जापान, स्टडी इन अमेरिका, अस्ट्रेलिया, यस्तोहरू पनि पोस्टर हुन्छ। वो पनि एक प्रकारको बिजनेसै भनौँ। त्यसपछि अब अनलाइन पनि हुन्छ। अनलाइनमा जस्तो भइहाल्यो, आज नेपालमा जस्तो
टिकटकमा पनि गर्छ, टिकटकमा भिडियो बनाउँछ, यो कपडा हो, यस्तो कपडा हो, लुगा हेलाउँछ, प्राइस भन्छ। अनि युट्युब एड भइहाल्यो, युट्युब एडद्वारा पनि प्रमोसन गर्छ आफ्नो आइटमहरूको, प्रोडक्टहरूको सेयर गर्नको लागि प्रचार गर्छ। युट्युब एड भइहाल्यो, फेसबुक एड भइहाल्यो, सेम ऊ पनि सेम प्रोसेस हुन्छ। इन्स्टाग्राम एडमा पनि सेम प्रोसेस हुन्छ, प्रोडक्सन इन्क्रिज गर्नको लागि, सेयर गर्नको लागि गर्छ। यस्तो प्रकारको आइटम छ मेरो एड्समा, सो गर्छ, प्राइस यति हो, सबै कुरा सो गर्छ। त्यसपछि मैले आज सिक्यो सर्च इन्जिन अर SEO। योमा सबैजना हामीहरू केही कुराको प्राइस हेर्नको लागि डाइरेक्ट हामीहरू नेपालमा गुगल प्रयोग गर्छ। त मलाई लाग्छ टप 1 मा गुगल आउँछ होला सर्च इन्जिनमा। केही कुराको प्राइस हेर्नको लागि हामी तुरन्तै गुगल खोलिहाल्छ, प्राइस हेरिहाल्ने, वा केही अन्य इन्फर्मेसन नआएको बेलामा हामी ChatGPT युज गरिहाल्छौँ, गुगल युज गर्छौँ। विशेष गरेर गुगलै युज गर्छु केही इन्फर्मेसन झिक्नुको लागि, केही कुराको प्राइस हेर्नुको लागि, केही कुराको टपिकमा सर्च गर्नको लागि पनि गुगलै युज हुन्छ। स्पेसली आजकल बिजनेसम्यानहरू हुन्छ, उसको प्रोजेक्ट सेयर गर्नुपर्छ, टप 1 मा टप 2 मा कसरी उसको बिजनेसको एड्स ल्याउने, यस विषयमा पनि बिजनेसम्यानहरूले के भन्छ एडमिसन के भन्छ डिमान्ड गर्छ। यस्तो SEO पढेको जानेको मानिसहरूलाई डिमान्ड गर्छ, मेरो कम्पनीमा आऊ, मलाई यस्तो यस्तो मेरो कम्पनीमा काम गर्छ, प्रोडक्सनको सेयर गर, SEO गर, टप 1 मा टप 2 मा यसो ल्याउँ। भयो मैले 3rd नम्बरमा टाइप सिक्यो। मार्केटिङमा टाइप हुन्छ, एउटा टाइप हुन्छ। म पहिले भनिसकेको छु, सोसल मिडिया मार्केटिङ हुन्छ, सोसल मिडियासँगमा मार्केटिङ गर्ने, युट्युब भइहाल्यो, युट्युब एड्स, फेसबुक एड्स, इन्स्टाग्राम एड्स, अन्य वेबसाइटहरू पनि यस्तो एड्स चलाउँछ। त्यसपछि कन्टेन्ट क्रिएसन भइहाल्यो। कन्टेन्ट क्रिएसनको बारेमा अहिले धेरै नलेज छैन, पछिको भिडियोमा यसको रिसर्च गर, केही कुरा जानकारी निकाल, फेरि भन्छु। SEO भनेपछि SEO सर्च इन्जिन भइहाल्यो, म तपाईँलाई भनिदिएको छु अगाडि। SEM भनेको पनि हो। त्यसपछि 5मा नम्बरमा PPC हो, इमेल मार्केटिङ पनि हुन्छ, त्यसपछि भिडियो मार्केटिङ हुन्छ। आजका यति नै। नेक्स्ट भिडियोमा फेरि म के सिक्यो के सिकेन फेरि म त्यस टपिकमा कुरा गर्छु। अहिलेका गुड बाई, अगेन मिट यु नेक्स्ट भिडियो।